हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। यो भिडियो लामो हुन सक्छ तर अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै हामी चाहिँ लाग्यौं। कहाँ लाग्यौं भन्दा चाहिँ आज म्याङलुङदेखि हामी घरसम्म लाग्यौं। म्याङलुङदेखि हामी जलजलेसम्म गाडीमा आयौं। मैले बिचको भिडियो चाहिँ लिन किन भन्दा गाडीले मलाई कस्तो कस्तो भइरहेको थियो नि त। अनि त्यसपछि खाजासाजा टक्क लाएर खायौँ। खाजा खाइसकेपछि चाहिँ फ्रेस भयो नि त। त्यसपछि भिडियोहरू क्लिप गर्दै 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 लाग्यौँ। मौसम एकदम राम्रो थियो नि त हो। अनि एकदम राम्रो खुलेको थियो मौसम पनि। अन्त बाटोमा हिँड्दा 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 टक्क हिँड्दै हिँड्दै मैले सिबलको भुवा देखेँ। अनि यतिखेर बर्खाको मौसम पनि हुन्छ र भन्दै रुखतिर हेरेको, रुखतिर त रहेछ। यतिखेर पनि हुँदो रहेछ भुवा भन्दै हिँडेँ। त्यस पछाडि खेतको बाटो आयौँ। अनि खेतमा चाहिँ पानी हिलो हिलो थियो नि त हो। अनि यहाँ चाहिँ धानहरू रोपेर पनि हरियो भइसकेको छ। अहिले धान रोप्ने समय छ नि त। यहाँ चाहिँ कति धेरै मौसमहरू कसै ठाउँ धानहरू रोप्दै हुनुहुन्थ्यो, कसै ठाउँ त रोपेर पनि हरियो भइसक्यो रहेछ। अनि गफ गर्दै गर्दै लाग्यौँ हामी चाहिँ खेतको डिल तेर्स्यो। अनि भाउजूलेहरू चाहिँ अगाडि अगाडि हिँड्दै हुन्थ्यो। पछि भिडियो खिच्दै खिच्दै यहाँ के देखेँ भन्दा चाहिँ फुल हो कि झार हो क्या मैले चाहिँ चिनिनँ। तर लाग्यौँ त्यस पछाडि। अनि बाटो कस्तो राम्रो मौसम छ नि त भन्दै हेर्दै पछि 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 हिँड्दै थिएँ। अनि खेतको बाटो सकेर हामी चाहिँ अम्लेसुघारीको बाटो तेर्सो लाग्यौँ। टक्क लाएर त्यो बाटो झर्दै झर्दै झऱ्यौँ। झरिसके पछाडि चाहिँ हामी रोडको बाटोमा आइपुग्यौँ। अम्लिसोहरू पनि रहेछ भन्दै अम्लिसो हेर्दै हेर्दै लाग्यौँ। टक्क लाएर झरिसकेपछि हामी रोड तेर्सो लाग्यौँ। अनि रोडको बाटो हुँदै हुँदै हामी चाहिँ मौसम चाहिँ एकदम राम्रो थियो नि त, खुलेको हो। तर गर्मी चाहिँ गर्मी थियो भन्दै गफ गर्दै म चाहिँ भिडियो लिँदै हिँडेँ। रोडमा आइसकेपछि फेरि रोडको बाटो हाम्रो सकिन लाग्यो नि त हो। अनि जङ्गलको बाटो लाग्यौँ। अनि जङ्गलमा चाहिँ एकदम हरियाली थियो चारैतिर, घाँसहरू कति धेरै होइन। बर्खाको मौसम छ, चारैतिर एकदम हरियाली छ, रमाइलो भन्दै हामी चाहिँ गफ गर्दै घाँसहरू कति धेरै हो भन्दै गफ गर्दै हिँड्दै थियौँ। माथि चाहिँ बाख्रा चराउँदै रहेछ क्या एउटा भाइले। अनि एक्लै चराउँदो रहेछ यत्रो जङ्गलमा भन्दै गफ गर्दै हिँड्दै थियौँ हामी चाहिँ। अनि सबै आफ्नै पारामा क्या, म चाहिँ भिडियो बनाउँदै हिँड्दै। त्यस पछाडि जङ्गलको बाटो सकेपछि फेरि रोडको बाटोमा आयौँ। अनि अब यो रोडको बाटो पनि सकिन्छ हो।